Welcome riders, कस्तो हुनुहुन्छ? Good. Welcome back to Dev Venture, Nepal's only bike reality show. Guess what? अघिल्लो हप्ताको पल्सर डेयर भेन्चर मेडिकल टेस्ट र एटिट्युड टेस्टसँग सम्बन्धित थियो। नमस्ते। एटिट्युड टेस्टको 1-on-1 इन्टरभ्यूमा 20 जनाले अन्तर्वार्ता फेस गर्दैछन्। I've been to the road of Upper Mustang. पहिला पनि म गइसके and I know the condition, I know the situation. पानी पर्दा त्यो रोडको हालत के हुन्छ। त्यसमध्ये 8 जनाले अघिल्लो हप्ता यो फेस पार गरिसके। टिमले गर्दा म एकजना गयो अनि सक्नुहुन्छ? लिड भन्नाले अब लिड गरेर एज अ लिडर, टिम लिडर जानुपर्ने नै अगाडि लिड गरेरै गुड आफ्टरनुन। आज बाँकी 12 जनासँगको अन्तर्वार्ता प्रस्तुत हुँदैछ। तपाईलाई यो टिम 10 जनाको टिमको लिडर बनायो भने डु यु थिंक यु क्यान लीड देम? Yes, I can. I'll try to lead them as a friendly way and then like कुनै प्रब्लमहरु चाहिँ क्यारेक्टरले चाहिँ उनीहरु सबैलाई तपाईको लिडरशिपमा काम गराउन सक्नुहुन्छ? By telling my past, like I used to be president of architecture of my batch, and now like this program, like your program, सबैजना हामी बाइक रिलेटेड गाइजहरु नै हो, गाइज एन्ड गर्ल्स सबैलाई एउटै इन्ट्रेस्ट छ। त्यो भएको भएर त्यस्तो डिस्प्युट हुँदैन होला, त्यो कारणले पनि सजिलै हुन्छ लिडिङ गर्नलाई। अफ रोड बाइकिङ गर्नु भएको छ? यस। कहाँ जानु भएको छ? अफ रोड बाइकिङमा हाम्रो यो सेम रुट जुन चाहिँ हुन लागेको रुट, तर म मुक्तिनाथसम्म पुगेको थिएँ एन्ड त्यो चाहिँ पास्ट 2009 तिरै हो। एन्ड रिसेन्टली चाहिँ हामी यता वेस्ट गएको थिएँ, त्यो पनि अफ रोड नै हो। हाम्रो यता तपाईँको के अरे सिन्धुली गरी हुँदै माथि अफ रोड भएर उता भोजपुरदेखि धरान निक्लेर एन्ड देन स्ट्रेट तपाईँको यो राजमार्ग भएर फेरि ब्याक टु काठमाडौँ। त्यो अलिक लङ अफ रोड नै थियो त्यसमा। मैले परमिसन लिइसकेको छु। फ्यामिलीको रेस्पोन्सिबल मान्छे मैले दाइको सिग्नेचर गराएको छु। मैले दाइको सिग्नेचर गराउनु भएको छ। हुन त मेरो मम्मी पनि हुनुहुन्छ, मुवा पनि हुनुहुन्छ, तर मम्मीलाई अब यो बारेमा त्यति नलेज नहोला भनेर त्यस कारणले गर्दाखेरिमा चाहिँ मैले मेरो बाबा भने पनि दाइ भने पनि म लगभग 1.5 वर्ष हुँदा मेरो बाबाको स्वर्गीय भयो। त्यस कारणले गर्दाखेरिमा अब दाइ भने पनि बाबा भने पनि मलाई बाइक पनि सिकाउनु भयो दाइले नै, साइकल पनि सिकाउनु भयो, अहिले पछि आएर गाडी पनि सिकाउनु भयो दाइले नै। त्यस कारणले गर्दाखेरिमा पर्मिसन लिने काम चाहिँ मैले दाइबाट गरेछु। त्यसमा प्रब्लम छ। सेलेक्ट हुनु भएन भने के गर्नुहुन्छ? इफ यु आर नट सेलेक्टेड यो राउन्डबाट? होइन, सेलेक्ट भएन भने त अब मैले गर्ने त के हुन्छ, मैले अब जति सामान ल्याएको थिएँ त्यो प्याक गर्छु, घर जान्छु त्यसमा त। तर मैले जति पनि गरेको छु मैले मेरो राम्रो दिने कोसिस गरेको छु त्यसमा। तपाईँको कुरा सुन्छन् होला? मेरो कुरा त मैले सुनाउन सक्छु, सुनाउन सकेँ भने नसुन्ने कुरा नै हुँदैन। एउटा म तपाईँलाई केस दिन्छु। हजुर। पहिरो गएको छ? हजुर। सबैजना अगाडि गइसकेको छ, तपाईँसँग 3 जना अर्को राइडर छ, 4 जना हुनुहुन्छ। त्यो पहिरो गएको ठाउँमा सर्टेन सानो ट्र्याक जस्तो छ, तर तपाईँलाई के थाहा भयो भने यो ट्र्याकमा 2टा मोटरसाइकल गयो भने यो ट्र्याक सिधिन्छ, पहिरोमै जान्छ होइन, त्यो ट्र्याक रहँदैन। यो सिचुएसनमा तपाईँले पहिला आफू क्रस गरेर अरूलाई अर्को एकजनालाई बोलाउनुहुन्छ कि 2 जनालाई पठाएर आफू 2 जना यता बस्नुहुन्छ कि के गर्नुहुन्छ? यसमा अरू कुनै अप्सन हुन्छ भने? सरले भनेको प्रश्न चाहिँ मलाई त्यही बाघ बाख्रा र साग जस्तो लाग्दैछ, तर यो त्योभन्दा पनि अलिकति फरक खालको प्रश्न छ। यसमा चाहिँ म कम्पिटिसनमा आफै कम्पिट गरेको हुनाले म कम्पिटिसनलाई टोटल्ली अभोइड गरेर लिडरसिप मात्रै गरेर बस्न पनि सक्दिनँ। मैले एट द सेम टाइम मैले पार्टिसिपेट पनि गर्नु छ। त्यो भएर म पहिलो हिसाबले चाहिँ ट्र्याकको सुरक्षित अवस्था कस्तो छ त्यो हेरेर म चाहिँ मिड पोइन्टमा जान्छु। मिड पोइन्ट भन्नाले? मिड पोइन्ट भनेको म 3 जना छ भने 2 जनामा जान्छु र दोस्रोमा मैले हेरिसकेको हुन्छु 2 जना जान्छ, तपाईँले भनिसक्नुभयो 2 जना जान्छ भनेपछि फर्स्ट राइडर सेफ छ। सेकेन्ड राइडर गए पछाडि म थर्ड राइडरको लागि चाहिँ हेर्न सक्छु यदि ट्र्याक ठिक छ कि छैन, किनभने ट्र्याकलाई मैले टाढाबाट हेर्दा भन्दा ट्र्याकलाई मैले फिल गरिसकेको हुन्छु। त्यहाँनिर तपाईँले यो एकदमै रिस्की कुरा हो, कोही पनि जानुहुन्न भनेर रोक्नु होइन। तपाईँले भनिसक्नुभयो दुईटा राइडर 2 जना जान मिल्छ भनिरहेको छु म। मिल्छ भनिसक्नु भनेपछि 2 जना जानै पर्छ जानुपर्छ तपाईँको हिसाबले? होइन, जानु मिल्छ, जानुहुन्छ कि जानुहुन्न भन्ने तपाईँको प्रश्न थियो, राइट?
ठिक छ रेस्टुरेन्टमा खाना पनि पकाउनु भयो हजुर म सेफ नै हो म अस्ट्रेलियामा कुक काम गरेँ त तपाईँको इन हुने चान्स चाहिँ एउटै कारणले मात्रै छ हामीलाई त्यो टिमलाई खाना पकाउने मान्छे पनि चाहिन्छ आई एम ह्याप्पी सर राइड गरेर गरिसकेपछि हजुर टिमको लागि खाना पकाउनु तयार हुनुहुन्छ छु सर मेरो त्यो फर्स्ट प्यासन भनेको बाइक चलाउने हो नि सेकेन्ड प्यासन भनेको कुकिङ नै हो ठ्याक्क मिलाउनु भएको छ नि होइन सर होइन यु क्यान टेस्ट फर्स्ट प्यासन चाहिँ नि कुकिङ जस्तो लाग्यो मलाई होइन मेरो बाइक गयो हो पहिला चाहिँ अब तपाईँको म अस्ट्रेलिया नजाउन्जेलसम्म चाहिँ मेरो फर्स्ट प्यासन बाइकिङ थियो जब गएँ मेरो त्यही स्टडी भयो अनि म त्यही फिल्डमा म भिजेँ त्यसपछि चाहिँ मेरो प्यासन कुकिङ भयो तपाईँ म्यारिड हो हजुर बच्चा पनि छ 16 महिनाको छ 16 महिनाको सो यो राइड त रिस्की छैन मैले यो एकचोटि ट्राई गरिसकेको भएर अलिकति सम हाउ आई एम युज टु विथ द रोड्स तपाईँ अफ रोड जानुभएको छ अफ रोड भन्दा चाहिँ म चाहिँ अफ रोड गएको छु अफ रोडमा रिभर क्रसिङ गर्नुभएको छ छैन चाहिँ रिभर क्रसिङ चाहिँ गरेको छ रिभर क्रसिङको बारे केही नलेज तपाईँलाई यसरी काट्दा हुन्छ एउटा रिभरमा बाइक चलाउँदाखेरि यसरी काटे हुन्छ भन्ने कि रिभरमा अब हेर्नुपर्छ अब कुनै ठाउँमा तल जाने ठाउँमा अब होइन स्टोन बिग स्टोन राखेर त्यसलाई सेफ गरेर कसरी लाग्ने त्यो हेर्नुपर्छ तपाईँले भनेको मैले कुरा बुझेको छु फेरि भन्नुहोस् अब हामीले पहिला कन्डिसन हेऱ्यो होइन रिभर कस्तो छ अब एकदम चिप्लिङ ठाउँ छ भने त्यहाँबाट लानु भएन एउटा कुरा जहाँ अब गाडी गइरहेको हुन्छ रिभर त अब एपछि त्यो गइरहेको छ भने बाइकको त्यो ठाउँ त्यो वे देखिन्छ नि त्यो वे हेर्ने एकचोटि अनि कुनै ठाउँमा अब खस्ला जस्तो छ भने स्टोन राखेर त्यसलाई चाहिँ वे बनाउने त्यहाँबाट सेफ हुन्छ भनेर सपोज रिभर माथिबाट तल बगिरहेछ तपाईँ कसरी क्रस गर्नुहुन्छ यसमा सिधा माथि नै लाग्नुहुन्छ कि तल आएर क्रस गर्नुहुन्छ माथिबाट क्रस गर्ने माथिबाट रिभर फ्लो भइरहेछ भने हजुर तपाईँको लेफ्टबाट रिभर फ्लो भइरहेछ भने तपाईँ कसरी क्रस गर्नुहुन्छ लेफ्टबाट म सिधै रिभर फ्लोर भएको ठ्याक्कै रिभर फ्लोर भएर जहाँ रिभर पानी झर्छ नि त्यसको यतापट्टि त अब फ्लोट भइरहेको हुन्छ नि त त्यो फ्लोट भएको ठाउँमा जहाँ पानी अलिक कम छ नि त्यहीँबाट क्रस गर्छु मैले भन्ने क्वेसनको तपाईँले बुझेन जस्तो छ मैले भन्न खोजेको तपाईँलाई थाहा छैन हो हजुर यो कुरा चाहिँ तपाईँलाई थाहा छैन जस्तो हो थाहा छैन भन्नु अप्ठ्यारो लाग्यो यो इन्टरभ्यू भएको जस्तो सेलेक्टै हुँदैन थाहा छैन भन्नु होइन म रिभर क्रस त गरेको छैन अहिलेसम्म होइन मैले आफूले मनको कुरा चाहिँ आफूले लागेको कुरा चाहिँ यस्तो होला भनेर के एउटा पोइन्ट छ जसले तपाईँलाई छान्नुपर्छ एउटा पोइन्ट भन्नुहोस् एउटा पोइन्ट तपाईँलाई के कारणले छान्नु एउटा रिजन अब त्यो चाहिँ अब फिट हेर्दा फिट छु होइन अरूसँग कनेक्ट फास्टली गर्छु कतिजनासँग कनेक्टेड भइसक्नु भयो अब धेरैसँग त भएन त्यो 3-4जनासँग 5-6जनासँग चाहिँ भइसक्यो तपाईँले अर्गनाइजरहरू कसैलाई चिन्नु भएको छ अर्गनाइजरहरू नो कसैलाई कसैलाई पनि चिन्नु भएको छ के गर्नुहुन्छ तपाईँ म चाहिँ सिए स्टुडेन्ट हो सिए स्टुडेन्ट हजुर क्यालकुलेटर अनि पढाइ गर्नु पर्दैन त अब छोडिदिनु होइन मेरो नेक्स्ट नोभेम्बर 2015मा एक्जाम छ एकैतालि त्यसको लागि म अब नियर अबाउट 6 मन्थ्स अगाडिदेखि प्रिपरेसन सुरु गर्छु केले अट्र्याक्ट गर्यो तपाईँलाई यो प्रोग्राममा बाइक सिरियसली बाइक प्लेटफर्म एउटा अनि त्यसपछि अब टेलिभिजनमा आउने रहर छ नि त्यो त अभियसली छ तर मेन फोकस चाहिँ डेयर भेन्चर भनेर इट्स अ बाइक रियालिटी सो भनेपछि चाहिँ आई कुडन्ट कन्ट्रोल माइ सेल्फ रियालिटी सो भनेपछि अरू केले अट्र्याक्ट गर्यो मेन द टुर माथिसम्मको आई हेभ नेभर बिन देयर अनि अब आफ्नो क्यापेबिलिटीमा एकदम प्राउड थिएँ म पहिला बाइकिङ क्यापेबिलिटीमा त्यस्तै कारणहरूले गर्दा वेलकम थ्याङ्क यू सुलभ हजुर तपाईँ बस्दाखेरि पनि यसरी हेर्नुपर्ने रहेछ नि हेरिडिटीले गर्नु सर हेरिडिटीले गरेर हजुर मोमो खाएर त होइन 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 तपाईँले राम्रो गीत गाउनुहुन्छ भने सुन्छु नि पहिला चाहिँ 1-2 चोटि गाएको अन्त त्यो चेयरमा उभिएर गीत गाउनु त जुत्ता खोल्नुहोस् चेयरमा उभिनुहोस् अनि गीत गाउनुहोस् क्वेसन्सहरू पनि त्यसरी नै राखेको थियो अलिकति फनी वेमा पनि मैले ट्रिट गरेँ केही पार्टिसिपेन्ट्सहरूलाई मैले अलिकति डिफ्रेन्टली लेग पुलिङको स्टाइलबाट पनि ट्रिट गरेँ बेसिकली त्यो चेक गरेको चाहिँ उनीहरूको पेसेन्स कस्तो छ उनीहरूको एटिट्युड पोजिटिभ छ कि छैन उनीहरूले भइरहेको सबै कार्यलाई कसरी लिन्छ द्याट्स वाट वाज माई मोटिभ बिहाइन्ड अल दिस क्लासेस सर
बुझिन मैले तिम्रो माया जब तिमी मसँग थियौ जब महसुस गरे मैले तर तिमी टाढा भइसक्यौ याद आउँछ तिमीले भनेका कुराहरू आज म एक्लो छु पश्चातापमा चलिरहेछु म चलिरहेछु बाइकिङ बाहेक के गर्न सक्नुहुन्छ इन्टरटेनमेन्ट के गरेर दिनुहुन्छ त्यत्रो 10 जनालाई त्यत्रो दिनसम्म कसरी इन्टरटेन गर्ने त्यत्रो टिमलाई मलाई सिङ्गिङमा अलि इन्ट्रेस्ट छ हेर म सिङ्गिङ पनि अलिअलि गरिहाल्छु कस्तो कस्तो फिजिकल भएर नि हामी टेस्ट गर्दै सिङ्गिङ गर्दै बस्यो को फेभरेट सिङ्गर थियो फेभरेट सिङ्गर हाम्रो रविन्द्र दाईकै गीत पनि धेरै राम्रो लाग्छ उहाँ रविन्द्र दाई जस्तै गरेर गाउनुहोस् त एकचोटि रविन्द्र दाईले जसरी गाउनुहुन्छ त्यसरी नै एक्टिङ गर्नु पऱ्यो र त्यसरी नै गाउनु पऱ्यो ल क्यान आई हेभ वाटर यु वान्ट टु हेभ वाटर यस अफ कोर्स रविन्द्र दाई उभिएर गाउनुहुन्छ कि बसेर गाउनुहुन्छ मलाई थाहा छैन भेटे मैले शिवजी पशुपति जाँदा भन्यो भाषण दिन आएको होइन के भयो देशमा लाजले मैले माफ मागे के गर्न सक्थे सोध्यो उसले उल्टा मलाई नेपाली छ कि छैन तिमीले एउटा पोइन्ट यो हो यसले गर्दा म टप 10 मा पर्नै पर्छ भन्ने अनि के पर्छ अब त्यस्तो भन्दा त अब तिमीभन्दा अगाडि गएको मान्छेले त म गीत गाउन सक्छु सबलाई इन्टरटेन गर्न सक्छु यसरी गीत गाउँछु भनेर देखाइदियो उहाँहरूको होला त्यो क्वालिटी अब म सिङ्गिङ डान्सिङ त गर्दैन जस्ट अब आइम गुड राइडर हजुर खान त अब कहिलेकाहीँ पकाइन्छ त्यस्तो रेगुलर त्यो भात दाल तरकारी भात पकाउनु के गर्छ हजुर भात पकाउनलाई के गर्छ चामल र पानी अनि आगो बसाल्नु पानी कति हाल्नुहुन्छ त्यो त अब नाप्नुपर्छ हामी त अब नापेर हाल्छौँ औँलाको कति नाप्नुहुन्छ फर्स्ट रोको यो त्यतिसम्म हाल्नुहुन्छ राइस कुकरमा त अब त्यो त भनेकै हुन्छ कपमै भने हुन्छ नि त्यसमा त यति कपमा यति त्यसमा त देखाइदिएको पनि हुन्छ यति पानी हाल्नु होला भनेर अहिले के गर्छ हजुर अहिले म बिजनेस गरेर के बिजनेस हजुर विदेश जाने मान्छेहरूलाई जस्ट ट्रेनिङ दिने एउटा इन्स्टिट्युट हो मेरो ट्रेनिङ दिएर हजुर ट्रेनिङ दिने इन्स्टिट्युट कस्तो टाइपको हाम्रो त ओरिएन्टेसन ट्रेनिङ भन्छ भन्नु त अब गल्फ कन्ट्रीहरू जान्छ नि वर्किङ भिजामा तिनीहरूलाई ट्रेनिङ दिने सेन्टर हो गल्फ जाने मान्छेहरूलाई बुझ्नुपर्ने बेसिक कुरा त्यो क्यामेरामा हेरेर नेपाली दर्शकहरू जतिजना पनि बाहिर जान्छन् उनीहरूले बुझ्नुपर्ने कुरा क्यामेरामा हेरेर मेन अब विदेश जाने मान्छेले मेन त्यहाँको अब जुन देश जाने हुन्छ त्यो देशको नियम कानुन रुल्स होइन अब त्यहाँको ट्राफिक रुल्सदेखि लिएर उता त्यो देशको बारेमा अब धेरै कुरा जान्नुपर्ने हुन्छ तपाईँको एक्सपिरियन्स त बाइकर जस्तै छ क्वालिटी पनि भन्दैन न मलाई एक क्वालिटी भन्नाले अब उस्तो अब म घुमेको ठाउँहरू भन्नुभयो कि अब अनि बाइक चलाउने मान्छेमा हुनुपर्ने क्वालिटीहरू ओके बाइक चलाउने मान्छेमा हुनुपर्ने क्वालिटी फर्स्टली लुक हो ड्रेसेस हो र राइडिङ स्किल्स हाउ यु ह्यान्डल द भनौँ न स्ट्रिङ हाउ यु डज द ब्रेकिङ त्यही हो अब बाइक चलाउने मान्छेलाई लुक्स चाहिन्छ लुक्स भन्नाले अब अलिअलि लुक्स पनि चाहिन्छ लुक्स नभइकन हजुरको भनौँ न अब अलिकति बाइकर जस्तो नभइकन अब बाइक मात्रै चलाएर अब चप्पल लगाएर बाइक चलाएर काम भएन त्यही कारण अलिकति लुक्सले पनि अलिकति बाइकरलाई अलिकति प्रभाव पार्छ चप्पल लगाएर बाइक चलाउनु हुँदैन कहिले मैले चाहिँ चलाएको भनौँ न अब पहिला चलाएँ होला तर जबसम्म अब म अब बाइक अब राम्रोसित चलाउन थालेँ अब त्यस कारण लाइसेन्स लिएपछि चाहिँ मैले बाइक हजुरको जुत्तै लगाएर चलाउँछु तपाईँ रिजेक्ट हुनुभयो हजुर के कारणले रिजेक्ट हुनुहुन्छ त्यो चाहिँ सोच्नै पर्ने हुन्छ किनभने अब मेरो एउटा माइनस पोइन्ट भनेको एउटा मेरो चिनअप एउटा अलिकति कम छ जस्ट आई डिड 5 टाइम्स अरू त बेसिकली मेरो अब हजुरको अब्स्टाइकलदेखि लिएर अरू फिजिकलहरू मेडिकल राम्रै छ जस्तो लाग्छ चिनअपमा चाहिँ अलिकति यो ट्रिप चाहिँ नि बाइकिङ मात्रै नभएर हजुर अरू कुराहरू पनि अट्याच छ भन्ने कुरा थाहा पाउनु भएको छ यस त्यो हुँदाखेरि अरू कुरा के लिएर आउनुहुन्छ टिममा तपाईँले
अनबोर्ड के गर्नुहुन्छ बाइकिङ त सबैले बाइकिङ गरिरहेको छ सबैजना राम्रो छ बाइक गर्छ होइन त्योभन्दा बाइक के त त्योभन्दा बाइक भन्दा पनि अब साथीभाइलाई अब अहिले पनि मैले अब अफिस पनि हुँदाखेरि साथीभाइलाई एकदम इन्टरटेन गर्छु कसरी अब भनौँ न कुनै कुरा अब कसैले केही कुरा गऱ्यो भने अलिकति त्यसमा कुरामा कुरा थपिदिने सही मिलाउने ताली बजाउनेदेखि लिएर सबै इन्टरटेन हुन्छ त्यस कारणले अब म यदि टिम वर्कको रूपमा अब टपिक एज अ इन्टरटेनर तपाईँले के गर्नु सक्नुहुन्छ जस्तै अब कुरा जब अब कसैले केही कुरा गर्छ भने त्यसको कुराको अब फ्याट लगाएर एन्सर दिइहाल्ने क्या अब त्यसको अब अरू क्वेसनहरू मिमिक्री हल्का भनौँ न त्यही अनुसारले होइन गर्दिनँ म तर हल्का त्यसको असर गर्ने गरेर अरूलाई अलिकति खोज्ने टाइपको हुन्छ नि त्यस्तो एन्सरहरू अलिअलि दिन्छु भनौँ न सटायरिक आन्सर हजुर सटायर एन्सर रविन तामाङलाई सटायर हाल्नुहोस् न एकचोटि क्यामेरामा ब्रो तपाईँ कस्तो क्या गर्नुहुन्छ क्या ब्रो त्यसरी भन्नुहुन्छ सटायर त भएन नि सटायर होइन अब उहाँको अलिकति क्यारिकेचर जस्तै गऱ्यो भने अब यो कुरा उहाँले थाहा पाउनु भने रिसाउनु होला नि त क्यारिकेचर गरेर आउने मेरो अब ठिकै छ त्यो हजुरले जे सोध्नु भएको छ मैले त्यो अहिले यहाँ तपाईँ जे भन्यो भने त्यही गर्न तयार हुनुहुन्छ आई ट्राई माई बेस्ट तपाईँको सपोर्ट त खत्रै बनाउनु भएको छ सब टिम मेम्बरले तपाईँको मात्रै नाम लिन्छ खै सायद लाइक त्यो डक्टरले यस्तो खालको डक्टर नदेखेको होला सायद यस्तो खालको डक्टर भने त्यो बाइक साइड चलाउने होइन आई मिन बडी सडी बिल्डिङ डक्टर हजुर हजुर त्यस्तै लाइक फिजिकल गर्ने अनि यस्तो सोमा आउने अरू नदेखेर होला सायद केले इन्सपायर गर्यो तपाईँलाई यो सोमा आउनलाई चाहिँ बाइक राइडिङ सधैँ मन पर्थ्यो पहिलाबाट अनि ट्राभलिङ बाइक राइडिङ र ट्राभलिङ चाहिँ मेरो इन्ट्रेस्ट हो त्यो दुईवटा चाहिँ मेन कारण थियो सोलाई चाहिँ एप्लाई गर्नुमा चाहिँ कहाँ प्र्याक्टिस गर्नुहुन्छ अहिले पोखरामा पोखरा हजुर पोखरा कुन हस्पिटल ग्रिन पास्टर हस्पिटल एन्ड रिहेबिलिटेसन सेन्टर भन्ने छ नयाँ गाउँमा छ ओके त्यसमा चाहिँ छु त्यहाँबाट छुट्टी पाइन्छ त यदि हजुर छुट्टी पाएरै फरक पर्दैन किनभने छुट्टी लिन पाइन्छ आफ्नो लिमिटेड छुट्टी हुन्छ यति एक वर्षमा यति लिने भन्ने त्यो त्यसैले युटिलाइज गर्दै हजुर हजुर बाइकिङ बाइक अरू के लिएर आउनुहुन्छ जस्तो लाग्छ तपाईँले टिममा बाइकिङ बाइक मलाई चाहिँ आई थिङ्क एउटा पोजिटिभ एटिट्युड वाट इज पोजिटिभनेस कसरी बिङ पोजिटिभ के हो भन्ने कुरा त्यो चाहिँ म ल्याउँछु जस्तो लाग्छ लाइक मान्छेले जहिले पनि कुरा गर्ने स्टार्ट गरेपछि हाम्रो बानी चाहिँ नराम्रो कुराबाट स्टार्ट गर्ने नेगेटिभ गर्ने लास्टमा अरूलाई पोजिटिभ गर्ने त्यो नेगेटिभ भनेर त्यो मान्छेको दिमाग आउट भइसकेको हुन्छ नि पोजिटिभ लास्टमा पोजिटिभ भनेर त्यसले इट डजन्ट मेक सेन्स त्यही भएर म सायद पोजिटिभनेस चाहिँ ल्याउँछु कि जस्तो लाग्छ आई विल ट्राई लिड गर्न सक्नुहुन्छ टिमलाई आई थिङ्क सो यु क्यान लिड आई थिङ्क उनीहरू पनि लिडर मानिरहेको छ त्यो उनीहरूको के भन्छ त्यो बडापन भन्ने के भन्ने र आई थिङ्क आई क्यान लिड इफ गिभन अ चान्स एउटा मेकानिकमा हुनुपर्ने बेसिक नलेजहरू सबै छ तपाईँसँग हजुर एक्सिलेटर वायर छुट्यो तपाईँ हाइवेमा जाँदा होइन हजुर कसरी चलाउन सक्नुहुन्छ अब त्यसलाई इनकेस हामीले पुलअप गरेर होइन जस्तै अब एटलिस्ट एउटा हामीले रिङ लाएको छ भने त्यसलाई रिङमा ग्र्याब गरेर पनि चलाउन सकिन्छ अनि अरू बेसिक अब वान ह्यान्डले त गाह्रै हुन्छ होइन मोस्टली चाहिँ प्रायः अब हामीले त्यसलाई अलिक तन्किन्छ भने चाहिँ आफ्नै एक्सिलेटर ग्रिपमा अलिकति ग्रिप पनि गर्न सकिन्छ अनि तपाईँ राइड जानुभयो भने एक्लै के लानुहुन्छ त मोस्टली म टुल्सहरू लिएर जान्छु मस्ट चाहिँ अब स्पार्क प्लगलाई अनि त्यहाँबाट आएर चेन टाइट गर्नलाई अनि लगभग अब क्लच चुटिन्छ प्रायः जस्तो जाँदाखेरि हाइवे क्लच र एक्सिलेटर हजुरले भन्नुभयो जस्तै त्यो चाहिँ बढी युज हुन्छ हाई एल्टिट्युडमा बाइक चलाउनु भएको छैन लगभग 105सम्म चाहिँ कुदाएको छु केही हुनसक्ने प्रब्लमहरू त्यसमा छैन खास मैले चलाउँदा कि तपाईँले चलाउँदाखेरि के प्रब्लम छ छैन अहिलेसम्म त अनि केही त्यस्तो प्रब्लम सुन्नुभएको छ अहिलेसम्म एल्टिट्युडमा जाँदा चाहिँ यस्तो हुन्छ भनेर टुरमा हजुर भन्नुभयो कि एकदम माथि अब हाइटमा गयो भने जस्तो हामी मुक्तिनाथ जाँदैछौँ होइन हजुर त्यहाँ के हुनसक्छ त मोस्टली त त्यहाँ मैले सुनेको अनुसारले अब भिड छ धेरै भन्छ होइन त्यो अनुसारले हामी त्यहाँ अलिकति त्यो ठाउँमा चाहिँ अलिक राम्रो जानुपर्ने हिसाबले एयर पुग्दैन भनेर सुन्नुभएको छैन हजुर जस्तो पेट्रोललाई त बर्न त्यो त सुनेको छु हजुर बाइक तान्छ जस्तो लाग्छ त तपाईँलाई त्यो हाई एल्टिट्युड लगभग साथीभाइहरूले त पल्सर लिएर गएको छ होइन म त्यतिखेर जानु पाएको थिएन किनभने ड्याडी एक्सपायर हुनुभएको थियो त्यो अनुसार उनीहरूले भने एयर पुग्दैन तर एकजना साथी त बेहोस पनि भएको थियो भनेर सुन्थ्यो एटिट्युड टेस्टमा जम्मा 20 प्रतियोगीले भाग लिए
सबैले आफ्नो ठाउँबाट मिल्ने र सकिने प्रयासहरू गरे, तर नियमअनुसार अन्तिम 10 प्रतियोगीको मात्र छनौट हुनुपर्ने भएकोले अन्ततः छनौटको समय पनि आयो। Riders, decision आइपुग्यो। Are you guys ready for the decision? Yes. Good. म तपाईहरुलाई लामो राख्दिन। Thank you very much for participating in Pulsar Deraventure. Okay. To those that win, congratulations. To those that don't win, thank you very much. We'll see you next season. हुन्छ अरु के भन्नुपर्ने छ दोर्जे? 20 पार्टिसिपेन्ट्स थियो हैन, हामीले 10 जना चुज गर्नै पर्ने थियो। तपाईहरु सबै यो फिल्डमा नराम्रो भनेर हामीले कुनैमा नि तपाईलाई यसरी जज गरेको छैन। तपाईहरु सबै फिल्डमा पास टेस्टमा पास हुँदा आएर यो स्टेजमा आइपुग्नु भएको हो। तपाईहरु सबैलाई बेस्ट अफ लक। निशा जी? Yeah, all the best. You guys were great हैन, एकदमै खुसी लाग्यो हामीलाई र amazing sportsmanship है। I loved it. We all loved it. So अब results मेरो हातमा आइसकेको छ। म दोर्जेलाई एउटा मात्र कुरा सोध्न चाहन्छु, how challenging was today in terms of judging? के challenge, कस्तो challenge feel भयो? अब क्राइटेरियाको कुरा गर्नु पर्दाखेरि सबैजनाले क्राइटेरिया त मिट गरेर फर्स्ट, सेकेन्ड, थर्ड र फोर्थ स्टेजहरू क्रस गरेर आएको हैन। तपाईहरु सबै राम्रै हुनुहुन्थ्यो, सबै राम्रै छ, तर हामीले 10 जना चुज गर्नै पर्ने थियो। तपाईहरुलाई हामीले कुनै पोइन्टमा कसैलाई पोइन्ट्स धेरै दियो, कसैलाई कम दियो। Okay, you ready? Yes. Nisha Didi is going to call the names. आएर अगाडि उभिदिनुस्, हुन्छ? Okay, Nisha Didi, here she goes. Sorry Didi. जो पनि नाम लिन्छु, कृपया अगाडि आइदिनु होला। वासुदेव गौतम, सुमन महर्जन, अजय महर्जन, अंजन खत्री, गोपीकेश आचार्य, अमित श्रेष्ठ, मनीष पौडेल, बॉबी कुमार, मिस्टर केसी, जनम केसी, सुवर्ण बज्राचार्य। 50-50 मा डिवाइडेड हुनुहुन्छ यहाँहरु नम्बर वाइज। 10 up front, 10 at the back. The results top 10 छान्ने बेला भइसकेको छ। यहाँहरुको हार्ट बीट I can see the nervousness on your face. मेरो पनि त्यस्तै भइराछ र म यो nervousness I would like to hand it over to Robin Dai. Okay, well I'm not going to keep you waiting any longer. Okay, well done, thank you very much for coming, but unfortunately you guys in the front, तपाईहरु चाहिँ you're going home. Try next time. Thank you very much. There's always hope. I hope to see you next season. Good job. Good job, Bula. पल्सर डेयरभेन्चरको यो यात्रामा 10 सहभागीलाई घर पठाउनु बाध्यता हो। यहाँसम्मको यात्रामा यी राइडर्सबाट पाएको सद्भाव र सहयोग प्रति हाम्रो सलाम। तीनटा टेस्ट पास गरेर आएको, अहिले फाइनलमा आएर अब पास नहुँदाखेरि चाहिँ अब नरमाइलो फिल भइरहेछ। अब एकदम जान त इन्ट्रेस्टेड थिएँ, तर अब कतै केही कमी कमजोरी भयो होला मबाट। अब अर्कोचोटि फेरि भाग लिन्छु, अर्कोचोटि म अझ आफ्नो स्किलहरू बढाएर आउँछु भन्ने। आफूले आफूमा मात्रै आफ्नो कन्फिडेन्स लेभललाई बुझिराखेको थियो, चेक गरिएको थियो र अरूको नजरमा आफू कस्तो छु भन्ने कुरा चाहिँ त आफूले हेर्नु भ्याइएको थिएन। अब जजेसहरूले ल्याएको निर्णय त्यसमा चाहिँ आफू ममा के कमजोरीहरू छ भन्ने कुराहरू पहिचान गरेर अब त्यसलाई सुधार गरेर अर्को पटक पनि फेरि भाग लिने योजना छ। अलिकति बोरै फिल भइरहेछ दियोस्। जति पनि 10 जना सेलेक्ट हुनुभयो उहाँहरूलाई बेस्ट अफ लक। रमाइलो भइरहेको थियो, अब साथीहरूलाई नि छोड्नु पर्यो, अब डेयरभेन्चरै पुरै अब उनी छोड्नु, होल फ्यामिलीलाई छोड्नु पर्यो, अलिकति बोर फिलिङ त भइ नै हाल्छ। रमाइलो लाग्यो, एडभेन्चरस टाइपको टुर पनि भयो यो 4-5 दिन सिलेक्सनहरूमा। अल टुगेदरमा अब अरू कुराहरू अब आफ्नो बारेमा धेरै कुरा थाहा पाइयो। इट्स फेयर इनफ। नराम्रो त नराम्रो लागिरहेछ। अब मेरो विचारमा मैले इन्टरभ्यूमा अलिकति बिगार जस्तो लाग्छ, किनकि
अलि अड्कडी बोले जस्तो लाग्थ्यो मलाई इन्टरभ्यूमा त्यहीँ पुग्यो जस्तो लाग्छ मैले टप 50 मा पुग्छु नि सोचेको थिएन त्यहाँ पनि पुगेँ हेर्दा हेर्दा 22 सम्म पुगेँ त्यो नै मेरो लागि ठुलो कुरा हो यहाँ अब धेरै कुरा सिक्यो होइन अब साथीहरू पनि चिन्यो नयाँ साथीहरू अब तपाईँहरूलाई चिन्न मौका पाएँ थ्याङ्क्स फर द पल्सर डेयर भेन्चर यस्तो प्रोग्राम गरेकोमा अब यहाँसम्म आजसम्म रिजल्ट आउनुभन्दा अगाडि आउँदा रमाइलो भएको थियो होइन अब रिजल्ट आइसकेपछि अब अलिकति त अब स्याड त भइहाल्छ हुन चाहिँ त्यही पनि अब केही छैन डेफिनेटली अलिकति स्याड त भइहाल्छ डेफिनेटली त्यो त तर जोस् यहाँसम्म पुग्यो साथीहरू पनि धेरै साथीहरू भेटियो 2-3 दिन रमाइलो पनि भयो जोस् एडभेन्चरस पनि भयो जोस् खुसी लागिरहेछ Winners up front, come on, you're excited, I know. You guys are the lucky 10. Tapahharu चाहिँ we're going to कहाँ जाँदैछ हामी? Okay, good. पहिलो पल्सर डेयर भेन्चरको यो यात्रामा ऐतिहासिक 10 राइडर्सलाई हाम्रो बधाई र धेरै धेरै शुभकामना All right, guys, come on. There's enough time for fun. Thank you very much. Off you go. That's the end. आजको यो रमाइलो बिहानीबाट पल्सर डेयर भेन्चरले आफ्नो टप 10 राइडरहरू पाएको छ पुरै टिम दोस्रो दिन पनि गोकर्ण रिजोर्टमा भेला भए आजबाट हामी आम दर्शकलाई पनि यस कार्यक्रममा सहभागी भएर आफ्नो फेभरेट राइडर्स ठान्न आह्वान गर्दछौं त्यसको लागि भोटिङ खुल्ला छ स्मृति साकेलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस स्मृति and then send to 5657 प्रजित बानिया छेत्रीलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस प्रजित and send to 5657 अकीब अब्दुल लतीफलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस अकीब and send to 5657 पूर्ण जङ गुरुङलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस पूर्ण and send to 5657 कमल नेपालीलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस कमल send to 5657 सन्देश पौडेललाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस सन्देश and send to 5657 सुलभ कारञ्जितलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस सुलभ send to 5657 सन्तोष अधिकारीलाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस सन्तोष and then send to 5657 गौरव पाठकलाई भोट गर्न टाइप PDV स्पेस गौरव send to 5657 अनिल कुमार कुशवालाई भोट गर्न टाइप गर्नुहोस् PDV स्पेस अनिल अनि सेन्ड गर्नुहोस् 5657 मा नोभेम्बर 1 राति 9:30 देखि भोटिङ खुल्ला हुनेछ Welcome riders, कस्तो हुनुहुन्छ? Phase 2 Pulsar Dev Venture, the only bike reality show in Nepal. Congratulations, Fidi. Tabaru 10 jana finalists. And guess what? Guess what? Mero pachadi heर्नुस् के छ? Pulsar bike. Yo सबै तपाईहरुको. Congratulations once again. Good. बजाजले आफ्नो टप 10 राइडर्सलाई 180cc को पल्सर प्रदान पनि गर्दैछ. We have a lot of things to do today. आज एकदम busy हुनुहुन्छ हामी सबैजना. You have a lot of activities to do. है. Congratulations. Phase 2 is 2-day closed camp. आज यहाँ गोर्खाना Resort Forest मा. And Robin, sorry to break you off.
अब यो बाइक हेरि नै हाल्नुभयो होइन तपाईँले आफ्नो कन्टेस्टेन्ट नम्बर नाम तपाईँको ब्लड ग्रुप सबै युनिफर्मली एकदमै राम्ररी हामीले स्टिक गरेका छौँ एकदमै राम्ररी वी वान्ट टु टेक दिज राइड्स टु मुस्ताङ दिज आर योर बेब्स गाइज र यो अफिसियली आई वुड लाइक टु ह्यान्ड इट ओभर टु यु गाइज अलराइट आर यु रेडी टु ग्राब इट यो राम्ररी समाएन भने चाहिँ म लान्छु है There you go. Congratulations. 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 There you go. Woo! Thank you. There you go. Congratulations. Congratulations, Mr. Doctor. How does it feel? Feels good. Yeah. Thank you very much. Congratulations, dude. Hey, congratulations. Right. Let's take care of your bikes now. Okay, you are now official riders of Pulsar Dev Ventures. Before I start, or before Nisha starts, अझै एउटा चीज भन्नु माग्छु एउटा ठुलो खबर आएको थियो अस्ति भर्खर हामीले फिल्मिङ गर्दा congratulations are in order to one and only Mr. Anil. अगाडि one step forward Anil. उले छोरा पाउनु भयो congratulations. तर बिचाराले छोराको अनुहार देख्नु पाएकै छैन किन ऊ अब राइडमा जाँदैछ 800 किलोमिटर्स बुढीलाई फोन आन खै तिम्रो फोन निकाल छिटो 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 कम ऑन वी डोन्ट हैव टाइम फर दिस बुढीलाई फोन आन बाइक पाए भन सो यहाँ आएको सबैको बाइकमा आफ्नो आफ्नो नाम लेखेको छ अनि मेरो बाइकमा नि नाम लेखेको छ यहाँ अनि सबैजना लकी नै हुनुहुन्छ टप 10 मा हैन म चाहिँ डबल लकी छु किनकि मैले छोरा नि पाएको छु कल आएको थियो वाइफको अघि नै मैले कुरा गराइदिन्थेँ तर वाइफको फोन अफ थियो हैन ह्यान्ड फ्री अन स्पिकर्स हामी सुन्नु माग्छौँ ओके ल गाली चाहिँ नखाओस् है गाली खायो भने चाहिँ अलिक बोर हुन्छ तिमीलाई I wanna listen to it more closely. Let's see. Same here. के भयो स्विच अफ ल अब चाहिँ ऊ घर जानु पाउँदैन पक्का पनि हो ओके स्टेप ब्याक ठिकै छ फोन स्विच अफ रहेछ मिसेसको है तिमी चाहिँ अब चाहिँ डग हाउसमै छ होला हैन Congratulations once again. I'm so happy to see your faces. Female rider, I would not like to be biased, but this is called positive discrimination. त्यसैले म उहाँलाई स्पेशली कङ्ग्रेचुलेट र वेलकम गर्न चाहन्छु कङ्ग्रेचुलेसन्स अनिल वन्स अगेन र वेलकम हाम्रो अचिभमेन्ट भनेको मुस्ताङ एन्ड ब्याक सेफली विथ अ राइडर्स एटिट्युड विथ एन असम रोल मोडल हुने खालको एटिट्युड द्याट इज वाट वी वान्ट टु ब्रिङ आउट अफ यु इन दिस शो तपाईहरुको लागि एक दुईवटा सरप्राइज छ रुममा पल्सर एडभेन्चरले आफ्नो टप 10 राइडर्स पाइसकेको छ बधाई छ है अब आगामी हप्ता यी 10 राइडरहरूको अपर मुस्ताङसम्मको यात्रालाई गर्नुपर्ने कसरतमा हामी जुट्दै जानेछौँ त्यतिन्जेल राइड सेफ बाइ बाइ स्विमिङ खेल्नु पर्छ बेलुका खेलौँ न आउँछ आउँदैन तिमीलाई हेर न कम्पिटिसन गरौँ त हामी